लोग इसी प्रांगण में सबसे आरती करते हुए आ रहे हैं। तो सभी का सहयोग के साथ विभिन्न जगह से आए हुए लोग इंदिरा गांधी विभिन्न जगह से आते हैं, विदेश से आते हैं। आज ब्रह्मा से आए हैं बहुत से लोग, उन लोग कर्ताभर के निर्माण मंदिर पूजन करवा रहे हैं। यदि आप लोग भी पूजन करवाना चाहते हो या आप सहयोग करना चाहते हो, आप लोग भी कर सकते हैं सभी के लिए, क्योंकि सभी का सहयोग की आरती कर रहा है। यदि आप लोग की सहयोग करने का मन हो, कर्ताभर के निर्माण मंदिर पूजन करवाने का मन हो, अपना नाम जो लेके परिवार के साथ पूजन करवाना चाहते हो, तो भी आप लोग अपना नाम छुपा सकते हैं। और आगे कुछ इस आरती के विषय में आप लोग का जानने का मन हो तो आपका जो मन है, जो जिज्ञासा है, आपको रख सकते हैं। सचिवालय में जाके भी आपका जिज्ञासा रखिएगा। आपका जिज्ञासा का समाधान करने का प्रयास हम लोग जल्दी करेंगे। धन्यवाद। और मैले भनिरहेको छु, सबैको सहयोग र सबैको सद्भावले चलेको महाआरती हामी सबैको सहयोगले मिलेर आरती चलेको छ। यसमा कुनै राजनेताले गरेको आरती, न कुनै व्यक्तिले गरेको आरती, आम पब्लिकद्वारा नेपालको विभिन्न ठाउँबाट आउने त एक विदेशबाट आउनुहुन्छ। यहाँ आजभोलि धेरै प्रजातिबाट आएर यहाँ कस्ता भन्नुभएको छ। त्यसरी नै कोही कहिले युएसएबाट आउनुहुन्छ, कहिले इन्डियाबाट धेरै पर्दा आउनुहुन्छ। यसरी नै सबैको सहयोगबाट चलेको महाआरती हो। गत 8 वर्षदेखि चलेको महाआरती हामीले हेराएर हामीले सामान लिएर आएका हुँदैनौँ, किनभने आफ्नो सामान बनाएर यहाँ आरती गर्नुपर्ने भएको हुँदा माता भगवतीको चरणमा हामीले आफ्नो नाम, आफ्नो लिएर सङ्कल्प लिनुपर्ने भएको हुँदा हामीले सामान लिएर आएका हुँदैनौँ। त्यो सामानको बाबत हामीले लिएको हो। यहाँ मिनिमम 10 देखि 12 दिनको खर्च छ, तर पनि हामीले एकदम न्यून 11 सय लिएपछि सबैको कर्ता भनेर पुरा गर्न सकिन्छ, सबैको पहुँचमा पर्छ भनेर हामीले न्यून शुल्क राखेका हौँ 11 सय रुपियाँ। किनभने सँगसँगै हामीले प्रमाणपत्र पनि दिन्छौँ। एउटा रुद्राक्ष मालाबाट पनि अहिले पूजा भइसकेपछि प्रत्येक दिदीहरूले तपाईँलाई तिलक गरेर एउटा परिवार एउटा कर्ताबाट एउटा रुद्राक्ष मालाबाट पनि हामी सम्मानित गर्छौँ। र पूजनमा सबैजना जान पाइन्छ। घर परिवारको 2 जना हामी राखेका छौँ। हजुरहरू आफ्नो घरको परिवारको दाजुभाइ आमा बुवा दिदी बहिनी हुनुहुन्छ भने पूजामा सबै जान पाइन्छ, सङ्कल्पमा सबै जान पाइन्छ। तर त्यहाँ बस्नु चाहिँ हामी 2 जनालाई अलग्गै राख्छौँ र प्रमाणपत्र हाम्रो परिवारको नामबाट प्रमाणपत्र एउटा दिन्छौँ। यो चाहिँ हामी कर्ताको लागि हो। यसरी सहयोग हामीले हजुरहरूले सबै क्षेत्रबाट माथि गर्न सक्नुहुनेछ। 11 सय भन्दा माथि प्रदान गरेपछि कर्ता भन्न पाइयो। 100 रुपियाँ भन्दा तल यहाँ प्रयोग गर्ने दान पनि प्रदान गर्न सकिन्छ। तर यहाँ यति भन्दै गर्दा ओहो यहाँ सहयोग नगरिकन